हेलो गुड मर्निङ गाइस। सो कस्तो हुनुहुन्छ सबैजना? आशा छ सबैजना सन्चै हुनुहुन्छ होला पनि है। र म पनि सन्चै छु है। आज भारतभरि जतिजना पनि छरेर बसेका मेरा दाजुभाइ दिदीबहिनीहरूलाई आज भाइटिकाको सबैजनालाई शुभकामना चढाउँदै मैले सानो यो ब्लग लिएर आएको छु, सर्ट मिनी ब्लग। सो आज म पनि फेरि पनि वकमा आएको थिएँ है। अन्त वकमा आउँदा राति अब हिजो देउसी खेल्नु केटाहरूले पनि जाउँ जाउँ भन्दै थियो। फेरि मलाई त पुरै अल्छी लाग्नु थाल्यो देउसी खेल्नु पनि हो, किनकि अब अनिलो हुन्छ रातभरि। अब कहाँ त्यो सक्दैन अब हामी पनि खेल्नु। जो जति पहिला हामी मसिनो हुँदाखेरिको जति पनि खेल्यो अब चाहिँ नसक्ने रहेछ, किनकि हिजो बेलुका अब एकछिन इन्टरटेनमेन्टको लागि भनेर त्यो गाउँठाउँको दाजुभाइहरूले यसो लु आउ न भनेर यसो हामी इन्जोय गरौँ न आज एक दिन त भनेर अब त्यो मिल्ने हाम्रो साथीहरू थियो है। अन्त एकछिन फ्लास खेल्नु भनेर बोलाएको थियो। 2 घन्टा पनि बस्नु सकिनँ। अब 6 बजीदेखि गएर 8 बजी त ब्याक। 8 बजीदेखि जस्तो निन्द्राले साह्रो पार्नु थालिहाल्यो। अब हामी सक्दैन रहेछ क्या साथी हो। अन्त त्यसैले गरेर आज जति पनि मेरा प्यारा दाजुभाइ दिदीबहिनीहरूलाई पनि है भाइटिकाको शुभकामना चढाउँदै यो मिनी छोटो ब्लगलाई चाहिँ म यिनीहरू राख्दछु। र आशा छ आजको दिन सबैजनाको शुभ दिन भएर जाओस् है। र मेरो पनि जतिजना पनि दिदीबहिनीहरू छन् है, उनीहरू सबैलाई एउटा मेरो दाजुभाइ सम्झिदिनुहोस् यो ब्लग हेर्नेहरूलाई है। सबैजनालाई मेरो अनलाइनद्वारा भिडियोद्वारा नै मेरो एउटा आशीर्वाद दिदीबहिनीहरूलाई। ओके गाइस, यही भन्दै सबैजनालाई ह्याभ अ गुड डे र आजको दिन शुभ जाओस्।